नमस्कार साथीहरू, सदा चाहिँ सेयर मार्केटसँग रिलेटेड अपडेटहरू लिएर आउने क्रममा आज पनि उपस्थित भइसकेको छु। अब यो आजको भिडियोमा चाहिँ अहिले सर्वसाधारणको लागि यो टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडको आइपिओ खुलिरहेको हुनाले यो आइपिओ आज वैशाखको 27 गतिसम्म आइपुग्दा कतिजनाले भरे, कति किता सेयर माग भयो, कति खुलेको हो, कतिजनालाई पर्ने हुन्छ, भर्ने मिति कहिलेसम्म रहेको छ, यी सम्पूर्ण कुराहरूको बारेमा यहाँनिर जानकारी दिन गइरहेको छु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। र साथीहरू, यदि तपाईँहरू पनि यस्तै यो आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईँहरू पनि त्यस्ता अपडेटहरू आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। र साथीहरू, आउनुहोस् अब ढिला नगरी यो आजको टपिकतर्फ लागिहालौँ। साथीहरू, अहिले चाहिँ सर्वसाधारणको लागि यो टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडको आइपिओ खुलिरहेको छ। यो आइपिओ वैशाखको 23 गतेदेखि खुलेको, यो भर्ने मिति 28 गतेसम्म रहेको छ, अर्थात् भोलि एक दिन बाँकी रहेको छ। यो आइपिओ आज 27 गतेसम्म आइपुग्दा 2,74,75,870 किता सेयर माग भएको छ भने 24,81,092 जनाले यो आइपिओ भरेका छन्। खुलेको जम्मा 25,15,455 किता, 10 किताको दरले 2,51,545 जनालाई पर्ने हुन्छ। तर आज 5औँ दिनसम्म आइपुग्दा 24,81,092 जनाले यो आइपिओ भरिसकेका छन्। अझै पनि यो आइपिओ भर्ने समय 28 गते अर्थात् भोलि एक दिन बाँकी नै रहेको छ। यदि तपाईँहरू पनि भर्न बाँकी हुनुहुन्छ र भर्न चाहनुहुन्छ भने तपाईँले यसमा 10 किताको लागि आवेदन दिन सक्नुहुन्छ। 10 किता भर्नको लागि 1,000 रुपियाँ चाहिने हुन्छ। यो भर्ने समय 28 गते बेलुका 5 बजेसम्म हुनेछ। तपाईँहरू पनि भर्न चाहनुहुन्छ भने भोलि 28 गते बेलुका 5 बजेभित्र यो आइपिओ भरिसक्नुहोला। 10 किताको लागि आवेदन दिँदा हुन्छ। जम्मा 2,51,545 जनालाई 10 किताको दरले यो आइपिओ पर्ने हुन्छ। र साथीहरू, यस्तो किसिमबाट चाहिँ आजको यो भिडियोमा यो टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडको आइपिओ आज 27 गतेसम्म आइपुग्दा कतिजनाले भरे, कति किता सेयर माग भयो, यी सम्पूर्ण कुराहरूको बारेमा यहाँनिर जानकारी गराएँ। यदि तपाईँहरू पनि यस्तै यो आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईँहरू पनि त्यस्ता अपडेटहरू आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। आजको लागि यति नै। हस्त, धन्यवाद।